हेलो नमस्ते साथीहरू, आएको सबैजना सन्चै हुनुहुन्छ होला है। हाल म चाहिँ अहिले रोमानियाबाट अनि मेरो चाहिँ अब कामको बारेमा भन्नुपर्दा चाहिँ म कन्स्ट्रक्सनबाट है, कन्स्ट्रक्सन लाइनको काम हो मेरो चाहिँ वाल पेन्टिङ। अनि भिडियो लाइक कमेन्ट सेयर पनि गर्नु होला है त। अनि अब यस्तै भिडियोहरू तपाईँलाई कन्स्ट्रक्सनको बारेमा चाहिँ अब पेन्टिङहरूको बारेमा चाहिँ भिडियोहरू आउनेछ। हेरेर लाइक कमेन्ट सेयर अनि मन पराइदिनु होला। पुरा यस्तो बोर्ड लगाएको हुन्छ है, यस्तो छ यसरी काम गर्नुपर्छ है। यो राखिवरी यसरी पुरै बोर्डमा चाहिँ यस्तो हुन्छ है। हाम्रो चाहिँ यसरी एकजनालाई टक्क लाइट दिएको हुन्छ अनि यतापट्टि यस्तोले गर्नुपर्छ है। चट्ट आफ्नो हुन्छ यो चाहिँ। अहिले चाहिँ हाम्रो ब्रेक टाइम छ, यसरी आफ्नो लाइटहरू सबै। अब यसको नाम चाहिँ यसलाई चाहिँ चुपातु भन्छ होइन, चुपातु भन्छ। यसलाई चाहिँ गुरमाला भन्छ। यो छोटावाला गुरमाला हो, यो चाहिँ बडावाला हो। यसरी चाहिँ जिप्सन बोर्डमा लगाउनु पर्छ यसरी डट्टे। हाम्रो चाहिँ यस्तो खाले कन्स्ट्रक्सनमा हो है ल। पुरा यस्तो यस्तो ठुल्ठुलो कन्स्ट्रक्सन छ हाम्रो चाहिँ है, हेर्न सक्नुहुन्छ। यहाँ छ ठुल्ठुलो समुद्र। हाम्रो चाहिँ यस्तो छ काम गर्ने ठाउँमा। यो चाहिँ हाम्रो साइड हो होइन। हाम्रो चाहिँ यो वाला बिल्डिङ हो, यो वाला। यता दुईवटा छ, यतापट्टि यहाँ बन्दैछ है। यही हो रोमानिया। हाम्रो चाहिँ खाक्सी लाउँदैछ है। हाम्रो चाहिँ सेन्डिङको लागि सुरु भइरहेछ होइन अहिले चाहिँ। र सेन्डिङ चाहिँ हाम्रो रोमानिया चाहिँ कस्तो हुन्छ मेसिनमा भन्दाखेरि चाहिँ, रोमानिया चाहिँ यस्तो खाले मेसिन हुन्छ है ल। यो चाहिँ लाइट भयो होइन, यस्तो खाले ठुलो मेसिन हुन्छ। यो चाहिँ रोमानिया नि पाउँदैन, यो चाहिँ जर्मनबाटै मगाउँदो रहेछ। यो चाहिँ यस्तो खाले मेसिन हुन्छ। एकजना चाहिँ मेसिन लगाउने, एकजना चाहिँ लाइट देखाउने। हाम्रो चाहिँ यसरी लाइट देखाएर गर्नुपर्ने हुन्छ यो चाहिँ। यसरी लाइट देखाएर एकजनाले मेसिन हाल्ने होइन। यहाँ चाहिँ हाम्रो सेन्डिङ हुँदैछ। अहिले सेन्डिङ गरेको भिडियो पनि म आउँछु है त। तपाईँको यो मेसिन चाहिँ होइन, अब यो मेसिन चाहिँ तपाईँको यताबाट चाहिँ यो ठ्याक्कै यहाँ लगाउँदाखेरि चाहिँ यसको चाहिँ यो भित्र जति धुलो हुन्छ नि त्यो चाहिँ यो भित्र जान्छ कि। यो ठुलो बक्स हुन्छ यसकै भित्र जाने।
चाहिँ यसको सबै सिस्टमहरू चाहिँ यहीँनिर हुन्छ। यसको सिस्टमहरू भयो अनि अब तपाईँको यो पनि चेन्ज गर्ने बेला भइसकेको छ है। सबै यो चेन्ज गर्ने बेला भइसक्यो। अब यो चाहिँ यसरी सबै यसमा चाहिँ ठुलो हुन्छ यसरी। यो चाहिँ बेला बेलामा चाहिँ झार्दै गर्नुपर्छ। यो चाहिँ एउटा फिल्टर जस्तै हो कि ट्याक्क यसलाई यस्तो हान्ने नि। टक्क अब यसको लाइन चाहिँ यहाँ हुन्छ। चट्टै लाइन यसरी जोडेपछि चाहिँ यसमा लाइट बल्छ।